बालन रविको एउटै पार्टी हुने भो भनेदेखि चाहिँ अब कुरा आउँछ बालन त पार्टी बाहिरको बालनको पार्टी त छैन ओके। अब रवि लामिछाने पार्टीमा उसको रवि जेलमा बस्दा बेलामा त्यहाँ अरू नेताहरूले पनि निकै काम गरेका छन् नि त। तिनीहरू बाइपास सबैजना अनि अब बालन चट्ट आएर उता प्रधानमन्त्री बन्ने अरूले रुचाउलान्? इज इट पोसिबल? माने मान्छेको भित्रको दिमाग एउटा ह्युमन मान्छेको के विचार हुन्छ, अब हामी यो सबै गर्ने, रविले त सम्पत्तिहरू गर्ने, हामीले पार्टी धान्ने ऊ नभए बेलामा अब चट्ट आएर अर्को चाहिँ लड्डु चाहिँ पप्प खाने त्यो पर्दैन, स्वर पर्छ। त्यसैले अहिले यिनीहरूले चाहिँ गल्ती मेरो भनाइ के छ भने मिल सबै बस्छ र कमन प्रोग्राम बनाएर इलेक्सनमा जाऊ, एउटै उद्देश्य हो कि चाहिँ यिनीहरूले हराउने र देशलाई र जनताले राहत दिने, यति अगाडि बढ्नु पर्थ्यो। तर यहाँ त पहिले नै भाग बन्डाको चाहिँ नि प्रधानमन्त्रीको लुचाचुरा भइसक्यो, जनता रोज कता कता हो।